हामी चाहिँ पर्दा के अरे पिकनिक जान लाग्छौँ साइकलमा। चक्कु राखेर नि म भ्लग आउँदै गर्छ सेकेन्ड भ्लग भेले साइकलमा अमरे आउँदैछ हुन्छ नि। अनि यहाँबाट अब पुरै अफ रोड भेले साइकलमा भेले साइकलमा यो पनि अर्को हुनुपर्ने यो साइकलमा नि बल्ल सुट हान्थ्यो ग्याङ। यताबाट जान्छ कि छोडा रिक्स लिएन जङ्गलमा हराइयो भने मलाई यता नआउँछ। यहाँदेखि बाटो खतम भयो यहाँबाट अफ रोड। तर यहाँ झन् मजा आयो अरे यमा चलाउन। मेरो साइकल यस्तै हो के बाख्रा चरिरहेको छ अगाडि। ल गाइजहरू 6 जना पिकनिक गएको, एकजना आउँदैछ। देखो यहाँ मान्छेहरू पनि छ, बाख्रा चरिरहेको छ। पानी खाने कार्यक्रम भइरहेछ। तल राख्छौ कि सिट पनि माथि गरौ हुन्छ भने किन तल गराउ त माथि गरौ न। हामी जङ्गलको बिचमा आइसक्यौँ। अगाडि दुईटा छन्, पछाडिको दुईजना ट्रेकिङमा आउँदैछन्। म त एक्लै हो, पछाडि खाना छ। हरियाली छ, हरियो बन्नु पाउँछ। सबैजनालाई गाडी गइसकेको देख्दै छैन त। पास जानु पऱ्यो 200 को 1 बजिसक्यो। केटाहरू आइसके, म चाहिँ रुकेर बसेको। वेलकम टु घटाघाट। मरेलाई मोज भयो कि मरेलाई रमाइलो भयो। पैदल यात्री सुरु भयो। वेट टु मुस्ताङ इन लो बजेट। मुस्ताङको बाटो पनि राम्रो होला अरे भन्दा। बाइक राख्ने लङ्गडी ल आइज नेपालको धन नेपालको वन एक यार हरियो वन नेपालको धन मूल नाराका साथ हाम्रो पिकनिक यहाँ पुगिसकेको छ। त्यो उ गरे चाहिँ भयो यार। त्यो के भन्छ नि पोकोमा खोज उता ढुक गर्छ नि स्कुड गेमको हाम्रो पिकनिक यहाँसम्म पुग्यौँ। एकजना आउँदैछ। यो त कहाँ वन मानुस हेर्नु। पानी खाओ बिस्तारै बिस्तारै जानु। हेर्न लाग्यो पानी पनि झोलाले खायो तर ऊ चाहिँ हरियोमा राम्रै आउँछ। एकछिनमा बुढा अहिले यस्तो एकछिनपछि मासु हुन्छ। विमलको खाना पाकेन अरे एउटा भिडियोमा यार। ल गाइस हाम्रो खाना पाक्दै पाकेको भिडियो बनाएर त्यो यार मेरोमा थियो यार। कसले डिलिट गरे के भयो साला भगवानको बन्दा हो कसम। त्यो मोबाइलमा छँदै थिएन यार। माइकमा हालेर आउनु सके पर्विन पुगे हाल्न अहिले त्यहाँ पानी चाहिन्छ नि। मलाई फोन गर्छ फोन लाग्छ। पर्विन पुगे लगाएर केटाहरू भग्न जानु भएको। मलाई फोन गर्न पानी फोन लाग्छ। आउनु ला अहिले यो पानी कसम पुग्दैन के। के पानी मुजी टमेटो निस्किन्छ अनि किन राखेको त माथि कति गयो एकछिनमा तास खेलौँ ल। पानी चाहिँ थियो के अलि बोक्नु पर्छ हैन राखेलो त मा कसम कसैले पकाएर राख्दिएर गएर यस्तै बसेर खाना पाए त्यहाँ आनन्द हुन्थ्यो जस्तो लाग्यो। तर आनन्द त रमाइलो हुन्छ। अब घर पकाउन रमाइलो हुन्छ नि। रमाइलो सिक्ने हैन मेरो कुट्टा साच्चै सुन्ने यहाँबाट फेरि म मजा गरे जस्तो लाग्यो। ल ल अगाडिबाट अगाडिबाट त उहीँ गरेर रोकिदिनु हुन्छ। अब त डाइरेक्ट डेस्टिनेसनमा अब डाइरेक्ट रोकिन्छ। गाइज हाम्रो घटाघाट
हाम्रो गोटाघाट यही हो गोल्डन ओक थाहा छैन यार त्यो बेला नौनी ठाउँ यहाँ थियो यो बे ढुङ्गा कत्रा कत्रा आउने साइकल पार्किङ यहाँ हो यही पकाउनु पर्छ क्या हामी हुन्छ लामो त्यस्तो घाम छ उता हेर उतातिर छ नि त पहिला हामी बस्ने ठाउँ उता त छ यार यहाँ त पानी लिन जान नि थियो त्यहाँ बस्ने ठाउँ मिल्छ भनेर हो हाँ मलाई फेरि त्यहाँ नबसे कहीँ बसे जस्तो पनि लाग्दैन कि राम्रो यहाँ त डह्रो घाम हुन्छ केही छैन यहाँ अलिकति भ्यू छ होइन राम्रो छ नि यहाँ त्यहीँतिर न त्यही त जमिन पानी बस्न नि हुन्छ घाँस काट्न नि त्यहीँ सजिलो दाउसाउ यहाँ त यस्तरी कहाँ कहाँ चढ्नुपर्छ ल 36 भनेपछि कति महिनाको 12 25 1 घन्टा 10 मिनेट बाइकमा गयो हामी कहाँ 4 नम्बर पुगिन्थ्यो है बसमा गयो 4 नम्बर पुगिन्छ जान चाहिँ 1 घन्टा लाग्ला एउटा समस्या हालौँ भनेको मानेन जान त चाँडै भइहाल्छ जाम अब फटाफट गरौँ पुरा उमालौँ पानी उमालौँ अब के हाल्नु त गर्नै पऱ्यो होइन अमरे कहाँ खा बिचारा कसम बरु अम्मा एक्लैलाई लिएर आउनु पर्छ यस्तो जिस्काएर खान पाइन्छ समस्या के हो अम्मा अमरे बरु आऊ होइन चिनमा चाउमिन खाँदै आउँछ त मान्छे होइन फेरि म छ अमरे जाम खानै पऱ्यो पानी बोको सामान यहाँ यत्रो सामान छ कोहीले चोर्दैन यार तँ नि त्यस्तै सोच्छस् र त्यस्तै हुन्छ क्या यहाँ कहिले होला यहाँ केही हुँदैन चाबी लगा धेरै हो डरु नि हाम्रो त लय नि के हाम्रो त लय नि नकिनौला किस्नर गएर बिचमा भेटिहाल्छ होइन दादा हामी फर्किने बेलै भेटिन्छ साइकल बाटोमा डराउँदै लिएर गएको ल अब के बोल्छन् केटाहरू बोल्न त पाइयो बोल्न नि पाइन्न अब त्यही हो महँगोमा किरा धेरै आउँदैन नि महँगो सामान हो कि काठ निकाल्नु पऱ्यो न कहाँबाट ल्याउनु यो काठ अब त बाला झन् बरु दाउरा खोज्नु पऱ्यो के बनाउने तँ बनाउने हो खाना लाग्छ बनाउनु न के मासु मासुलाई त्यस्तो नगरेर राम्रै पूजा राम्रै काट्थेँ घरमा चामल हेर्नु न सुने अबे यहाँ देखि निराउ बे बस्छ एकदम कति बज्यो त मरेले काम ठग्यो नि यार यहाँ छाला भुत्लाउने मैले भन्थेँ अलि भाडा माग्छु त ल के न के त गर्नु पर्यो त हो यार सही कमगाले त मेरो के न के त गर्नु पर्यो नि बिचारा उहाँ पनि भाडा माझेरै आयो होला होइन अब आउँछ बढी हुन्छ भात मसलालाई पहिला मसलाहरू भुट्नु पर्यो तेलमा जिरा त्योहरू पानी भर्नु जानु चाहिन्छ कि कति बेर बसिन्छ नि त बरु अम्मालाई फोन गरेर 2-3 बोतल पानी ल्याउनु साँच्चै मजाक छ हाँस्यो हो नि ठुलामा हालेर ल्याउँछ नि बोतल त्यो स्यालले खाला नि यार बरु यतै राख्दै हुन्थ्यो मासु माको सब तर बहुत किरा हाल्छ छोटा मत हुन्थ्यो नजानेर कति हुन्छ एक न एक दिन त जाला नि कुखुरा नि भाले कति हुन्छ एक हेरमा त ब्रोइलर ओए चिकन डायमन्डै फालिदियो यार डायमन्डै फालिदियो डायमन्डै फालिदियो तर मैले त्यहाँ काठमाडौँ जहिले मासु ल्याउँदा डायमन्ड पर्छ यार कुन किन मैले झ्याउ लाग्छ यार कति परेको भन्ने हुन्छ हो क्या सधैँ मलाई हरेकचोटि पर्छ कि आज नि पर्छ होला हिमाली नेपाल आज भिडियो गराएको त काम गरी चाहिँ गरेर हेर न अहिलेसम्म हो कि नै आज काम गरेर गरे तिम्रो बसेर पकाउने मात्रै हो माछाले पानी सबै ल्याउने हामी त गर्थ्यो दाउरा बोक्नु के दाउरा बोक्ने दाउरा लिन पो जान्छ त्यो त सबै जान्छ लौडा जान्थ्यो नि सबै हो
कामै नगरे जस्तो गराउँछ नि के बोल्नु वादा गरेको हाम्रो भात बसालिसकेको छ ल अमरे आइसकेको छ पुरा जङ्गलमा बसेर होला कि खानेकुरा ल्याइदियो कि यो वहाँबाट आउने मान्छे सहरबाट आउने मान्छे के लिएर आइस त मोबाइल देख यही हो 1 घन्टा हो त्यही काटे हेर्न ऊ काटेर भइसक्यो अर्को चुलो बनाएको कस्टम भने मान्छे बनायो ठ्याक्कै पछि मिलाउने अमरे कति 15 मिनट पाइस नै 5 मिनेट मात्रै ठिकै एक टाइममा हरि हिँडेको अबे जेठानलाई वादा गरे 2:32 कहिले खागे थिएन अनि जेठानलाई वादा गरे नखाने अरे यार किसकी गर्नु बहिनीको लागि यति नगर्ने आगो बाल्दैन त्यहाँ आगो बल्नेवाला छैन हेर केटाहरू पसंद यार nice to have drop up one hireको मोबाइल छ सुयो मलाई हाल न उमरले लेकिस खान ला है ल खायो हमारे देखिए हो सबैतिर घुमा कौन आ रहा है तो हम बाबू मुक्त हैन मोबाइल त नआयो आउटे चाका I'm back, baby. Jangan muncul nanti. Hah? Yang lu ada di sapi. Ayo jangan tuh. Pani nggak baru. Di pani nggak. Kan panis tuh. Salah ini lah itu डर लाग्छ नि है एकचोटी सुरुमा त कुरा यस्तो जाडो हुन्छ नि सुरुमा आउँदा उता के उता भनेको मैले यहाँ के मजा यार लाकै गयो हबेमा त्यहाँ भिडियो भइरहेछ आयो नडुबे बङ्गाल लेखेको मर्छ यही हो के कति जाडो बहुत चिसो दबे दिले आइज ओइ मजा यार गाना बजा नाचौँ न चरे अगर मुझे पानी मुजी बनाउने कोले बहुत जाडो हुन्छ जाडो हुन्छ बरफ जस्तो हबे पानी त यार बरफ जस्तो यार हावा चलेको मा चला
मान्छेले त्यस्तै मारेर वहाँ गएर मुक्या मैले हेङ आइज आइज लाग जाडो हुन्छ मर्छ अहिले मरिने के यस्तो जवान मानि जाडो हुन्छ मजा आछ फेर मजा आछ त्यो प्र्याक्टिकल काम सयवटा सियो घोचे जस्तो हुन्छ बे त्यस्तो गरौँ न आइज मलाई यस्तो जाडो नमार हेर्न माया किन एउटा किलो वास्तवमा सियोले घोचे जस्तो लाग्यो खुट्टामा यार भएन कि तर मान्छे हिउँ बनाउँछ होला मतलब मात्रै आइस अरे हटा मार आगो बोले आगो ननाकिने भयो यार त्यही त अबे यार के मारे आगे मुस्ताङ वे खुट्टा त अट्यो वे त्यहाँ एकचोटि दबाई दे त भइरह के जय जय नारी दिवस भएन भिडियो गरे हैन अलि उताम न त फेरि आउँछ यो चाहिँ भिडियो आज पिकनिक आएको अवस्थामा भिडियो बनाएको ल केटाहरू घर जाँदै